यसरी हामीले पनि यो पालि अलिअलि गर्दै अस्ति यस्तै रोपेको साग, आलु, कोपीहरू यतिको भयो। यता पानीको जोहो गर्नै साह्रो छ। अहिले पानी पनि ल्याएर हाल्ने काम हुँदैछ। यसरी बिहानको एउटा विशेष काम नै भन्नु पर्यो। अब यसरी पानी हाल्ने काम पनि हुँदैछ। अनि यसो दाउरा खोज्ने काम पनि हुँदैछ। यसरी पानी हाल्नु साह्रै मजा आउँछ। यसरी यसो कोपीहरू अब अलिक दिनमा भइहाल्छ है। यसरी फेरि आलुमा पानी हालेन भने मुसा लाग्ने डर, मुसाले पनि खाइदिन्छ है। अनि यसरी बिहान बिहान पानी हाल्ने काम पनि भइरहेको छ है। यहाँ चाहिँ धनिया छ। धनिया चाहिँ कुखुराले खाएर के भएर छ है। यसरी नै अब अलिक दिनमा चाहिँ यो लह भएर आउनेछ। ल, धन्यवाद।